हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ म घुम्न जाँदैछु। कहाँ जाँदैछु भन्दाखेरि वान अफ द मोस्ट ब्युटिफुल प्लेस अफ सुर्खेत। सो म चाहिँ घुम्न जानको लागि हुन्छु फटाफट रेडी। घुम्न जाने म एक्लै चाहिँ होइन, यतातिर छन् ओजेस्पी, विप्नम र भित्र हुनुहुन्छ दिदी अनि म। हामी चारजनाको यात्रा चाहिँ यसरी सुरु हुन्छ। दिदीहरू चाहिँ हिँडेर जानुहुन्छ अरे, तर म चाहिँ मेरो साइकलमा जान्छु। सो बिच बाटोमा जाँदा जाँदै साइकल विप्नमले चलाइन्, फेरि म चाहिँ बिच बाटोमा पुगेपछि फेरि दिदीहरू अटोमा जानुभयो अनि म चाहिँ एक्लै साइकलमा। म चाहिँ साइकलै चढेर बल्ल तल्ल माथिको डाँडामा पुगेँ। रोड उकालो भए पनि पिच भएर धेरै नै राम्रो थियो अनि त्यो रोडको छेउमा शिव पार्वती मन्दिर थियो। म चाहिँ अलि अगाडि गएँ, स्कुल जस्तो देखिने तर स्कुल होइन रहेछ। सो दिदीहरू चाहिँ अघि नै अटोमा आइसक्नु भएको थियो र म चाहिँ साइकलमा। तर अहिले बल्ल दिदी गएर हाम्रो भेट भयो र हामी चाहिँ खाना लाग्यो यहाँ चिजबल। हाम्रो घुमघाम चाहिँ यहीँसम्मको थियो। ठाउँ निकै रमाइलो रहेछ। जब जब म सुन्दर प्रकृतिलाई हेर्छु तब सृष्टिकर्ताको महानता झन् महसुस हुन्छ मलाई। यही दृश्यले मलाई एउटा महत्त्वपूर्ण कुरा सम्झायो। आज म कुनै गन्तव्य खोज्न निस्किएको होइन, केही क्षण आफूलाई भेट्न निस्किएको हुँ। कहिलेकाहीँ सहरको भिड, जिम्मेवारी र चिन्ताले हामीलाई यति धेरै थकाइदिन्छ कि मुस्कुराउनु पनि कारण खोज्नुपर्छ। तर आकाशले मलाई सिकायो कि बादलले सूर्यलाई केही समय छोप्न त सक्छ, तर उज्यालोलाई सधैँ रोक्न सक्दैन। प्रकृतिसँग बिताएको समय खेर जाँदैन रे। कहिले काहीँ यस्तो ठाउँमा आउँदा लाग्छ कि यो हरियाली, यो चिसो हावा र यो शान्त बाटोले मन नभएका सबै थकाइलाई बिस्तारै हटाइदिन्छ। अन्तिममा प्रकृतिले मलाई फेरि एकपटक सम्झाइदियो कि मन शान्त भए जीवन आफै सुन्दर देखिन थाल्छ।